हेलो एभ्रिवान, सबै साथीहरूलाई एकमुष्टमा मेजोर भन्न चाहे है। अनि चाहिँ हजुरको अगाडि फेरि पनि छोटो है ब्लग लिएर आएकी छु हैन। अनि चाहिँ हजुरहरू है के कस्तो हुनुहुन्छ, हजुरहरूको एकदमै कुशलताको कामना राख्दै अगाडि है एकदमै दुर्गा पूजा आइराखेको छ है। दुर्गा पूजाको पनि एकदमै है ढेर सारा बधाई है, हजुरहरूलाई शुभकामना। एकदमै मजाले मनाउनु होला है। आफ्नो आफ्नो गाउँघरमा हर जग्गा नै भइरहेको छ है, जहीँ तहीँ नै सालमा एकपल्ट हुन्छ हैन। अनि नेपालीको एकदमै ठुलो महान चाड है दसैँ तिहार है। हजुरहरूले एकदमै यो समयलाई चाहिँ खेरो नफाल्नु होला है। एकदमै मजाले सुन्दर ढङ्गमा मनाउनुहोस्, पूजा आजा है गर्नुहोस्। अनि दसैँ तिहार मजाले मनाउनुहोस्। अनि सबैलाई ह्याप्पी दशहरा भन्दै है यो छोटो भिडियो हजुरको लागि। अनि चाहिँ भिडियो चाहिँ के छ भन्दाखेरि चाहिँ हाम्रो पनि यहाँ गेल 2 नम्बर है खेल ग्राउन्डमा चाहिँ अस्ति जहाँनिर चाहिँ फुटबल भएको थियो, त्यहाँनिर है हर सालै पूजा हुन्छ। त्यही भएर यो साल त झन् एकदमै ग्रान्ड है, एकदमै है पोहोरको भन्दा पनि अझ बढी राम्रो है, एकदमै सुन्दर ढङ्गले हैन, एकदमै भव्य रूपमा गर्दैछ पूजा हैन। तीनैवटा गाउँ मिलेर डाँडा गाउँ 2 नम्बर छधुरे है तीनैवटा समाज मिलेर चाहिँ यसरी एकदमै मजाले है दुर्गा पूजा सुरु हुन गइरहेको छ साथीहरू है। सो हजुरहरू पनि आउने इच्छा भए हजुरहरू आएर माता रानीको दर्शनको लाभ उठाउन सक्नुहुनेछ है। अनि चाहिँ त्यहाँ कामहरू पनि चलि नै रहेको छ साथीहरू अस्तिदेखि नै है। के गर्नु अब यस्तै हो है, कोही बिजी कोही नभ्याउने कोही भ्याउने है। तर पनि है कतिजना हाम्रो समाजको दाजुभाइहरूले एकदमै आफ्नो कामलाई पर सारेर भए पनि है काममा हिँड्नेलाई एकदमै माफी दिँदै हैन, उहाँहरू जति पनि घरमा बस्नुहुने उहाँहरू खटिराख्नु भएको छ है, उहाँहरूलाई एकदमै धेरै धेरै धन्यवाद दिँदै हैन। एकछिन है जाँदैछु हेर्नलाई कति के बनिसकेछ है। म साथीहरूलाई पनि त्यहाँको दृश्य देखाउने छु है। पुरा त भएको छैन है, आधी काम चाहिँ सक्यो होला सायदै, सन्डेभित्रमा चाहिँ सक्छ लगभग है। सोमबारदेखि चाहिँ स्टार्ट। अनि चाहिँ आउनुहोस् है हजुरहरू पनि हाम्रो 2 नम्बर ग्राउन्डमा है पूजाको लाभहरू उठाउनुहोस्, दर्शनको लाभ उठाउनुहोस् है। जसलाई इच्छा छ हैन आउनु सक्नुहुनेछ है। भगवान सबैको पेवा हुँदैन, आउनु सक्नुहुनेछ। हजुरहरू एकदमै निर्धक्क भएर है अप्ठ्यारो मान्नु पर्दैन हैन। ल साथीहरू यति भन्दै म जाँदैछु ग्राउन्डमा। हजुर मजाले बनाउँदैछ। ल साथीहरू यहाँ म जाँदैछु पूजाको मण्डपतर्फ है। यहाँनिर जहाँनिर अस्ति चाहिँ फुटबल म्याच भएको थियो त्यहाँनिर चाहिँ दुर्गा पूजा एकदमै भव्य रूपमा भइराखेको छ है। तीनैवटा गाउँ समाज मिलेर चाहिँ धुमधामसँगले योपालि चाहिँ एकदमै ग्रान्ड मनाउने छधुरे 2 नम्बर है डाँडा गाउँ मिलेर चाहिँ यहाँनिर हेर्नुहोस् त ग्राउन्डमा। यहाँ म र साथी यहाँ छ वेलकमको लागि है। गेटहरू चाहिँ हामी चाहिँ सिधा उल्टापट्टिबाट छिर्नुपर्ने हुन्छ है। यतानिर चाहिँ उताबाट चाहिँ सुल्टा पर्छ। यहाँ अगाडि ओइ जाँदैछौँ है, केही अपडेटहरू दिनेछु हजुरहरूलाई। चितु चाङ्गे है एकदमै हेर्नुहोस् बाटो है मजाले खुलिरहेको छ। ऊबाट पनि देख्दैछ गेट है। ए लेखेको छैन सके पनि है। ए हामी दाजुहरू यो बाटो भएर चाहिँ चटक्कै पुरा सकेको छैन है, पेन्डिङै छ कामहरू अधुरो भन्दै अघि बढ्दैछु। यहाँ मुनि पनि रोड, यहाँ माथि पनि रोड। यसो हावा खाँदै है बेलुकीको एकदमै बेलुकीको वक पनि हुने है। केही यहाँ दृश्यहरू पनि साथीहरूलाई देखाउने मौका। पूजामा फेरि यो यहाँनिर बस्नुपर्ने भयो, यहाँ यस्तो हालत भइरहेको छ है। सफा गर्नुपर्ने भएछ हौ, मैला कुचिला भएछ छ। यस कुथाइ जाबो हाम्रो सुनिल दा है, यथाइ जाबो अरे हावा खानु लागि। यो चाहिँ पछाडिको दृश्य है। अगाडिबाट चाहिँ एकदमै सुन्दर है, दामी भर्खरै बनिँदैछ। यहाँ केटाहरूले एकदमै काम गर्दैछ है। सबैजना 2 नम्बर डाँडा गाउँ है छधुरे समाज मिलेर चाहिँ एकदमै मजाले कामहरू मिलेर गर्नुहुँदैछ। प्राय राति दामी देख्छ नि हौ। यस्तो छ बनिँदैछ नि हौ, केटाहरूले मजाले काम गर्दैछ। यतिको छ यहाँ तलतिर केटाहरूले डेकोरेसन गर्दैछ नि मजाले। जाउँ न, सक्नु आँट्यो प्राय है। बाँसको मजाको यहाँ पर पनि गेट परबाट घुमेर आउनुपर्छ होला हौ है। ओह्रालो भर्खर सुरु पो
यानोस् हाम्रो दाजुभाइले एकदमै मिलेर है त्यसरी कामहरू गर्नुहुँदैछ। अनि यहाँ डेकोरेसनमा चाहिँ नरसिंहधुराबाट है बिहामा पनि है मजाले नै गर्नुहुन्छ। उहाँहरू चाहिँ एकदम कन्ट्र्याक्ट सिस्टम हुन्छ है। मजाको देखिरहेको छ है। यस्तो छ है हाम्रो दुर्गा पूजाको। अनि हेर्नुहोस् वरिपरिको सेरोफेरो पारी पारी है। यहाँ सब लिङदिङ बस्ती है। रात पर्दै गयो। रङ्गली होम बस्ती है। यहाँ पर चेपमा देख्दैछ च्याकरा बस्ती है। यस्तो छ है साथीहरू। ल वरिपरिको सेरोफेरो चाहिँ हजुरहरूलाई एक नजर देखाएँ। यो छदुरे गाउँ। अनि अब यहाँ भित्रको दृश्य हजुरहरूलाई एकचोटि देखाउने छु है। अब हलभित्र प्रवेश गर्ने छु। यहाँ केटाहरू सबैजना थकित भइसके होइन। काम गरेकोले अस्तिदेखि नै है यहाँ काम चलिरहेको छ। भोलि पर्सिसम्म एकदम लगभग है पुरा हुनेछ। अनि सोमबारबाट चाहिँ स्टार्टिङ है पूजाको। अनि जग्गा जग्गा है नौरथादेखिकै भइसकिसक्यो भने यहाँ चाहिँ सोमबारबाट है हजुरहरूलाई जानकारी दिँदै अनि यहाँ काम पनि गर्नुहुँदैछ है। ल थालिँदै छ साथीहरू है। सन्डे भित्रमा त एकदम कम्प्लिट हुनेछ है। यहाँ है झालरको एक नजर हजुरहरूलाई देखाएँ। मिठो कलर होइन सेतो अनि पिङ्क यहाँ अगाडि रहेको छ। माता रानीको मण्डप है कम्प्लिट भएको छैन। सन्डेसम्म चाहिँ एकदमै कम्प्लिट हुनेछ साथीहरू है। अनि 3 दिने पूजा हो। भक्तजनहरू है हजुरहरू जति पनि आउनु इच्छा हुनेहरू आउनु सक्नुहुनेछ। गेल 2 नम्बर है यहाँनिर ग्राउन्डमा चाहिँ यसरी भव्य रूपमा भइरहेको छ दुर्गा पूजा। अनि आएर दर्शन पर्सनको लाभ उठाउनुहोस्। माता रानीको है आशीर्वाद लिनुहोस् भन्दै सबैलाई ह्याप्पी दशहरा भन्दै यो छोटो दृश्य हजुरहरूलाई कस्तो लाग्यो है। ल यहाँबाट केटाहरू पुरै काम गर्दैछ है साथीहरू। ल निक्लिएको साथीहरू यहाँबाट है कस्तो लाग्यो छोटो दृश्य हजुरहरूलाई है। गल्ली गल्ली जाँदैछौँ हामी दुईजना। यहाँ साथीले अम्बक पनि खाने हेरे। अब चाहिँ घर गएको है। यहाँ पर पुग्नुपर्छ है। ल है भक्तजनहरू आउनुहोस् है हाम्रो गाउँमा पनि है यसरी पूजा भइराखेको छ है। हजुरहरू एकदमै निर्धक्कले आउनु सक्नुहुनेछ 2 नम्बर गाउँमा। अनि अरू जग्गा पनि हुन्छ है हुनको लागि चाहिँ। तर हजुरहरूलाई कतिजनालाई अब इच्छा हुन्छ आउने होइन आउनु होला। सोमबारदेखि चाहिँ एकदमै स्टार्टिङ। अनि यो गेटहरू पनि पुरा भएको छैन। सन्डे भित्रमा चाहिँ सबै कम्प्लिट हुन्छ। अनि चाहिँ हजुरहरूलाई देखाउने छु है पुरा भएपछि चाहिँ। फुलहरू हेर्नुहोस् ढकमक्क यहाँ साथीहरूले रोपेको सबै। यति भन्दै हजुरहरूलाई जानकारी दिँदै यो छोटो भिडियो यहीँ राख्दछु। फेरि पनि अर्को भिडियोमा उपस्थित हुनेछु साथीहरू। बाई बाई।